तपाईँले उसले तपाईँ जानुपर्छ नि ल ऊ तलै 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 आउनु तलै आउनु आउनु तलै आउनु ऊ यहाँ जानु न यो यो पापन से फेरि किन यो अक्षय पुष्प उठाएपछि पापन से त उठाउनु अक्षय पुष्पबाट हालिदिएमा हुन्थ्यो क्या त्यो पापन से 45 सय दिनु पर्छ बाबुसी बाबुराम कहाँ छ खोइ कसैको छ ओहो बोगा मनाउने ठाउँको बोगा फाल्ने ठाउँमा भाइ बस्नु भयो ल दिपक ल कस्तो लाग्यो ल भन तिम्रो एकदम धन्यवाद दाइ तपाईँको कस्टमरले सबैले रक्षा गरून् एकदम खुसी लाग्यो राम्रो लाग्यो म्यानेजमेन्ट राम्रो छ दाइहरूको सबै राम्रो छ सिमखरा पुलमा धेरै धेरै धन्यवाद दाइ तपाईँलाई भित्री मनले भित्री आत्मादेखि आम लाग्यो अन्त साँची राखेर फुल पूजाको अगाडि आएर बोलिरहेको छु आनन्द ओके धन्यवाद बोल्नु उहाँले तपाईँलाई मस्ट मण्डली कुल देवताले तपाईँलाई सधैँ रक्षा गरून् आस्था लिएर आउनु धेरै धन्यवाद प्लास्टिक प्लेट चाहिँ अलि लुलो भयो अर्को मलाई चाहिँ गरेर आउनु पर्यो एकदम राम्रो पायो साथी धन्यवाद छ साथीहरूलाई कस्तो के अब के सुधार्नु पर्ने के प्लेट अलि लुलो हो काठको प्लेट राख्नु पर्यो अर्को वर्ष चाहिँ हो सेलरोटी रड्डी छ अरू खाना राम्रो छ ओके ल गाडी काठमाडौँ केशव सिंहको सपुतले प्रशिक्षण कुल 13 नाममा समर्पण गरे 1000 बोको दर्ता हुने कहाँ बोका दादा आफ्नो घर कहाँ कुनमा छ कुन बाजेको हामी ढोरपुरे कटोवा ढोकरपुर काइले बाजे सन्तान हो ऊ केशव दाई छ नि केशव सिंहराहरू उहाँसँग गर्नु तपाईँ काइले तपाईँ बोका काट्ने पालो काइले बाजेको आउँछ है अहिले माइला जेठा बाजे सुरु हुन्छ ल पहिला जेठा बाजेको सुरु गर्यो अब हुन लाग्यो बा बत्ती भित्र बाल्न पाउँदैन पाउँदैन बाटोमा हेलो आउँछ बुवा
यता आउनुहोस् त तपाईँ यहाँ आउनुहोस् यता आउनु तपाईँ यहाँ बस्नु त अनि तपाईँलाई यो पूजा कस्तो लाग्यो तपाईँ यो तपाईँको के कुन बाजे सन्तान पर्नुभयो हामी उमाकान्त उमाकान्त भनेको काइला बाजे माइला बाजे ल माइला बाजे तपाईँलाई अनि यो पूजा पहिलाको भएर अहिलेमा के कस्तो छ के भएको छ के यहाँ सुविधा गर्नु पाए हुन्थ्यो कस्तो लाग्यो तपाईँलाई ल भन्नुहोस् सबै कुरो ठिकै छ यो कानुनको व्यवस्था चाहिँ अलि पिसा हुनुपर्ने जस्तो लाग्छ मलाई त हो काट यो अब के भएको छ भने यहाँ सदाबडी बजाउनु चाहिँ पहिला हाम्रो बाजेहरूले पहिला नरिवेल पाउन्थेन होइन त पाउँदैन नै पाउँथेन उहाँले बोका ल्याउँथे अब अहिले नरिवेल ल्याएको हुनाले बाजेहरूको काम बाजेहरूको नियन्त्रण हामी दिनु पऱ्यो नि त भोलि बाजेहरूले गरेको काम अब नातिहरूले नदिने हो र हो त्यही कारणले कस्तो लाग्यो अब यहाँको रङ सबै कुरो ठिक छ राम्रो छ ओके तपाईँ माइला बाजे छन् है त नमस्कार मैले कागै भन्नु तपाईँलाई ल है त ल ल के यहाँ राख भने अनि के हो यसको ल मिसन दाइ तपाईँलाई यो पूजा जुन पहिला अहिलेमा के अन्तर लाग्यो दाइ पहिलाभन्दा अहिले धेरै व्यवस्थित देखेको छ पहिलाचोटि हामीले केही सुधारमा समीक्षा गऱ्यौँ दोस्रोचोटि केही कमी कमजोरीलाई आउने हो केही यस्तो कमीहरू केही त्रुटिहरू छ भने तपाईँहरूले राय सल्लाह पनि पाऊँ है यसलाई गर्नुपर्ने के गरेर हुन्छ के गर्दाखेरि हुन्छ हुन्छ अनि यो यसलाई तपाईँले शिक्षा आफमादेखि नै खुसी हुनुहुन्छ नि त एकदम खुसी छ ओके क्यान्टिन व्यवस्था भएको छ ठिक छ अब यसलाई ठिकै छ है त जयराम बाबु हजुर सुन न ल अब तपाईँलाई यो अब कस्तो लागेको छ हाम्रो वंशको पूजा स्थल पूजा गर्ने भित्री आत्मादेखि कस्तो रूप लिनु भएको त ल भन्नुहोस् यो चाहिँ म सबै अग्रजहरूलाई यसको चाहिँ पूर्ण रूपमा श्रेय दिन चाहन्छु उहाँहरूले धेरै राम्रो यो पोलिन्छ यसो यसो हजुर अब सुधार्नु पर्ने अथवा गर्नुपर्ने केही छ त हाम्रो गर्नु भने सल्लाह सुधार पाऊँ है त सुधार त हरेक क्षेत्रमा गर्न सकिन्छ र अब यसलाई कस्तो लाग्यो यो हामीले के धेरै राम्रो छ व्यवस्थित छ है त बाबु धेरै धन्यवाद मास्टर मण्डलले सधैँ कल्याण गर्नु ल है बोली अनि बाबु राम्रो जप अनि के छ हालचाल सन्चै छ हिजो अस्ति अनि खाना खाए जाऊ न अन्त तपाईँ कहाँबाट आउनुभएको कुन छेलाङ होइन तपाईँहरू छेलाङबाट आउनुभएको कस्तो अनि पूजा कस्तो लाग्यो त तपाईँहरूलाई होइन त्यही त होइन तपाईँहरूको भित्री आत्मादेखि ओहो हामी छोरी बुहारी अथवा छोरी बुहारी पर्नु भने अब हामी ओहो हाम्रो बुहारी चाहिँ हाम्रो यहाँ सिंहखरा बन्धुमा यस्तो रहेछ होइन तपाईँलाई खुसी छ होइन त खुसी लाग्यो है ओके तपाईँलाई मास्टर मण्डली कुलदेवालले सधैँ रक्षा गर्नु है त धन्यवाद कहाँको मेरो बोका इन्टरभ्यू लिँदैछौ यसो यो जान्छ होला अब जे भयो नि पैसा भन्दा यसो जान्छ के साइँलाई पूजाको ठाउँमा राम्रो छ नि त राम्रो छ एकदम कस्तो छ के छ अनि अब सुधार्नु पनि केही छ अथवा केही गर्नुपर्ने छ भने भन्नुहोस् है
कस्तो के अलिकति खाना चाहिँ अलि रोटीहरू चाहिँ त्यति राम्रो भएन त अरू होइन यस्तै हो दाइ अब रोटी बनाउने सादा उही हो अलिक चिसो भयो होला राति हालेर रोटी होइन त्यही त अलिक भित्र गुदी चाहिँ बढी रहेछ क्या ल ठिक छ थ्याङ्क यू ल मास्टर मन्दिर देवतासँग रक्षा गर्नु छेउ जानु पर्यो